जेठो के गर्ने अब औषधि खाए औषधि खाने बाँच्ने औषधिको भरमा गएको औषधिको भरमा उहाँ ठिक हुनुहुन्छ अहिले अहिले चाहिँ बुबा धेरै नै ठिक हुनु भइसक्यो होइन त बुबा केही तपाईँलाई काहीँ दुखान छ त काहीँ दुख्छ त ल ठिक छ पेट त दुखिहाल्छ नि अब मैले औषध दिएपछि त्यो पनि ठिक हुन्छ अब यस्तै हो बुबा आज अनि तपाईँको छोरीको बर्थडे छ नि त नि अब केही भन्नु न त त्यसको खुसीमा कान्छी दिदीलाई बुबा चाहिँ अहिले पहिलाको भन्दा राम्रो देखिन थाल्नु भएको छ होइन त बुबा बुबाको हात पनि यस्तो गरिदिनु त बुबा बुबाको हात होइन बुबाको हातको औँठी हेर्नुहोस् कति राम्रो छ बुबाको हात बलियो भइसक्यो भयो बुबा थेरापीमा के गराउँछ अरे बुबा थेरापीमा के गराउँछ तपाईँलाई थेरापीमा के वीर हस्पिटल यसो गर्ने तपाईँलाई मजा आउँछ कि आउँदैन त पहिलाको थेरापी राम्रो कि अहिलेको पहिलाको नाच्ने गाउने मात्रै थियो है अहिलेको त लट्ठी पनि भाँच्न सिकाउँछ भने ठिक छ ठिक छ ठिक हुन्छ औषधि फेरि किन्नु पर्ने हो क्या हो औषधि चाहिँ टन्नै रहेछ हामी चाहिँ एकछिनपछि फेरि आउँछौँ है बुबा फेरि आउँछौँ साथीहरूलाई भनिदिनु न फेरि हामी एकछिनपछि फेरि आउँछौँ है बोल्नलाई